हेलो नमस्कार सबैजनालाई। आज चाहिँ हामी धादिङ भैरवी मन्दिर घुम्न जाँदैछौँ। आज हाम्रो एनिभर्सरी पनि हो अनि त्यसपछि चाहिँ घुम्न धादिङ भैरवी मन्दिर चाहिँ कस्तो छ हजुर सँगै जाने भनेर आज भिडियो बनाउने प्लानमा छौँ। अनि त्यसपछि अरु चाहिँ बाटोमा कस्तो छ देखाउँछौँ। हेर्दै जानु होला भिडियो। ह्यापी एनिभर्सरी। थ्यांक यू। ह्यापी आई लभ एनिभर्सरी। यू। बजारबाट अगाडि लाग्यो बाटो चाहिँ रमाइलो लाग्यो मलाई चाहिँ। कस्तो लाग्यो रमाइलो रहेछ है ठाउँ चाहिँ। रेसुङ्गा हाम्रो रेसुङ्गा पनि यस्तै हाइटमा छ अनि रेसुङ्गा गए जस्तो साँच्चीको मलाई पनि त्यस्तै लाग्यो। बाटो पनि अलिक बनाएको नि त उता पनि तर अफ रोड पनि छ अरे। लगाएको जस्तो छ तर घर चाहिँ नजिकै छ है। घर नजिकै भएको ठाउँमा दिउँसो घाममा नि लगाउनु हुन्न कि खासमा आएको चाहिँ। रमाइलो लाग्यो है ठाउँ चाहिँ। गाडी यस्ता गाडी चल्दा रहेछ नि। मान्छे केटाकेटी त्यहाँनिर आएर राम्रो देखिन्छ। कस्तो राम्रो रहेछ फुलहरू। त्यस्तै घर गिफ्ट दिने हो कि मलाई एनिभर्सरीमा घर गिफ्ट दिने हो कि बसिहाल्छु नि अब जागिर यस्तै ठाउँमा भएपछि। जागिर नै यस्तै ठाउँमा भएपछि त बस्नु परेन र। के दिनुहुन्छ ल किन्दिनु। यो देख्दाखेरि चाहिँ मलाई हेल्थ पोस्ट भन्दा यता क्या हाम्रो घर आउँदाखेरि जस्तो लाग्यो है। भयो क्या बाटो पनि त्यस्तै आयो हेल्थ पोस्ट भनेको त। हाम्रो घरतिर जाने बाटो भनेको त बाटो पनि त्यस्तै यस्तै त छ नि हाम्रो घरतिर जाने होइन। अहिले फेरि तालतुङको बाटो जस्तो लाग्यो। तालतुङबाट जाँदा त्यस्तै थियो नि। वर्षे 21 किलोमिटर। ए अझै हामी त उसमै पुग्न नि सुनौला बजार भनेको पहिलाको धादिङ मतलब सदरमुकाम के अहिलेको सदरमुकाम धादिङ बेसी भयो। पहिलाको सदरमुकाम चाहिँ सुनौला बजार हो अरे के। अब हामी पहिला सुनौला बजार पुग्छौँ अनि त्यसपछि बल्ल माथि भैरवी मन्दिर पुग्छौँ अरे। भनेपछि छ अझै टाइम होइन बाटो। अझै सुनौला बजारै पुगेनौँ कि हामी तङ्गास जस्तो ठाउँमै पुगेनौँ। ए तपाईँलाई त्यही भएर नि धादिङ बल्छी सानो लाग्यो होला किनभने सुनौला बजार भन्ने ठाउँमा चाहिँ पहिलाको सदरमुकाम हो अरे। अब हामी जाँदैछौँ पहिलाको सदरमुकाम। यो ठाउँको नाम किसिमले हो कसले भनेको अरे किसिमले भनेर कसै थाहा पाउँछ पहिला कहिले के बनाउँदै होला नि घरको जग खन्दै।
घर बन्दै रहेछ औ बल्ल बजार आयो होला नीलकण्ठ 6 हामी नीलकण्ठ 3 बाट आएको यही होला पहिलाको हजुर अन्त कस्तो राम्रो है के आफ्नो आफ्नो बारीको हो कि छरेरै गह फेरि त्यो उसको काब्रोको जस्तो त हुन्न है अब काब्रो टिप्यो भने त उ गर्छ नि त घाँस पलाउन नि त यो त फुल मात्रै होइन र ऐसले र त कति रहेछ कति होइन त ऐसले त अस्ति हामी घर गएर नि खाइएन बिनिसमाले खान्दिन होला ऐसले खाएर एलर्जी भएर तर मोबाइलमा त देखिँदो रहेछ उसके कसैले नटिप्दो रहेछन् फेरि बाँसघारी देख्दाखेरि त घरकै याद आयो ठ्याक्कै तालामा बाँस नि त त्यही बाँस देख्यो भने त घरकै याद आउँछ के त्यही भएर हामीले अब मेमोरी कुनै चिजसँग रिलेट हुन्छ कि हजुर मेमोरी कुनै चिजसँग रिलेट गर्न सकियो भने मेमोरी पछिसम्म रिलेट गर्यो भने त्यो चाहिँ हो तिमीले त केमा गइथ्यौ नि त्यही त हो हो त्यो बेलामा ट्रेनिङ दिएको त्यही त नि हो आफ्नो दिमागमा बसेको कुरासँग रिलेट गर्यो भने त्यो त पहिल्यै छ नि त अर्को स्पेस बनाउनु परेन नि त दिमागलाई होइन 50% राम्रो 50% नराम्रो बाटो चाहिँ चढ्छ आज शनिबार भएर एकदमै कहाँ ऊ यहाँ तल त्यो त लैजाने होला नि त्यसरी रहेछ है घुम्ने होइन यस्तो होइन डोमोटो त बिनिसमा हेर त डमरी लगाउनु
यस्तो यस्तो नाच्ने भाइ काली बच्चा काली कपले नम दुर्गा भगवान श्री माता माई भैरवी देवी राजा नाग नरसिंह श्री साइना भगवान सरस्वती भगवान लक्ष्मी माता तेत्तिसकोटी भगवान सदा सदा श्रीमा बास बस्नुहोस् धेरै ज्ञानहरू हासिल प्राप्त पाओस् पढ्नु सत्यमा रुपियाँ दर्श अभ्यास जाओस् अन्नपानी धर्मपानीहरू सबैमा सहभागी जाओस् दुई पाए चौपाइले सधैँ भगवान श्रीमा बास बस्नुहोस् जय भैरवी हाम्रो होइन अनि घर चाहिँ हो र सुखी र शान्ति साझा आओस् धेरै ज्ञान प्राप्त पाओस् ओम ओम मङ्गलकाली भद्रकाली कपाली नम दुर्गा भगवान श्री माता माई भैरवी राजा नाग लक्ष्मी माता भगवान तेत्तिसकोटी भगवानले पठाउनुमा धेरै धेरै ज्ञान हासिल गरेर प्राप्त पाओस् पेसामा पनि बढी बढाउहरू जाओस् अन्नपानी धनपानीहरूमा सबैमा सहयोग गरेर जाओस् दो पाए चौपाइले पनि फापहरू जाओस् जय भैरवी जय भैरवी धेरै ज्ञान हासिल गरेर प्राप्त पाओस् छोरी आफैले बाँड्नुहोस् कस्तो रहेछ भैरवस्थान हाइटमा भैरवस्थान भने चाहिँ भैरव वन हाइटमा अनि राम्रो पनि भैरवी दर्शन भैरवी मन्दिर भैरवी मन्दिर चाहिँ एकदमै राम्रो धादिङ जिल्ला। यो चाहिँ धादिङवाला बोर्ड रहेछ त्यहाँ भैरवीवाला अनि यो चाहिँ सालक भनेको चाहिँ यहाँ त म तपाईँलाई पनि देखाउँछु यो छ नि यो सालक छ नि यो नेपालमै दुर्लभ हो कि त्यही भएर यो चाहिँ एकदमै त्यही भएर संरक्षणको लागि चाहिँ डाइनोसर सालक अनि त्यसपछि जो संरक्षणको लागि चाहिँ धादिङले धेरै उ गरिरहेको छ यहाँनिर बोर्डहरू टाँच्छ गर्नुपर्ने के गरे भनेर अनि कस्तो भयो घुमघाम कस्तो लाग्यो मैले लिएर आएको ठाउँ रमाइलो नै छ शान्त एकान्त रमाइलो अग्लो ठाउँमा चिसो चिसो धादिङको गर्मीबाट टाढा गुल्मीमा हुर्केको मान्छेलाई त अनि गुल्मीकै याद आयो रेसुङ्गाको भाइब दिने खालको ठाउँ रहेछ एकदम डाँडा काँडा रमाइलो ठिक छ अनि अब नेक्स्ट डेस्टिनेसन नेक्स्ट त अब ब्याक टु धादिङको हस्पिटल